फाइनली सम्पत्तिको छानबिन सुरु भएको छ। 62-63 पछिका उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नको लागि आज नेपाल सरकारले आयोग गठन गरेको छ। आज बसेकै मन्त्री परिषदले चाहिँ उक्त निर्णय गरेको हो। यो निर्णय पश्चात चाहिँ 62-63 पछिका सम्पूर्ण नेता र कर्मचारीहरूको अवैध रूपमा छ या त वैध रूपमा छ सम्पूर्ण सम्पत्ति छानबिन गर्नेछ। यदि अवैध रूपमा देखिएको खण्डमा त्यसलाई चाहिँ राज्य ढुकुटीमा दाखिला गर्नुका साथसाथै उक्त व्यक्तिलाई चाहिँ कारबाही प्रक्रिया समेत अगाडि बढाउनेछ। सुशासनको मुख्य कडी मानिएको सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानलाई चाहिँ नेपाल सरकारले 15 दिनभित्र आयोग गठन गरेर कार्य अगाडि बढाउने भन्दै मन्त्री परिषदको पहिलो बैठकले निर्णय गरेको थियो भने उक्त निर्णय गरेको 15 दिन बितिसके पनि आयोग गठन नहुँदै गर्दा नेपाली जनताले खबरदारी गरे र किन भएन भनेर चाहिँ आलोचना गरिसकेपछि आज बसेको मन्त्री परिषदले चाहिँ आयोग गठन गरेको छ। जनताको शक्ति आज पनि देखिएको छ। जनताले चाहेको खण्डमा केही न केही हुन्छ, तर जनताले चाहनु पर्यो। अब यो पटक यसरी सम्पत्ति छानबिन गर्दै गर्दा ठूला नेता र ठूला कर्मचारीहरूको विषयमा अनुसन्धान गर्दै गर्दा धेरै प्रकारका दबाव प्रभावहरू आउँछन् र सरकार समक्ष धम्की पनि आउँछन्। यस्ता प्रकारका धम्की, दबाव, प्रभाव, लोभ, लालचमा नपरेर निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ। राज्यको ढुकुटीबाट जसले पैसा चोरेर लगेका छन्, ठगेर लगेका छन्, हो त्यो पैसा चाहिँ राज्य ढुकुटीमा दाखिला पनि गराउनुपर्छ। गृहमन्त्री सुदन गुरुङले यसअघि स्विजरल्यान्डकी राजदूतसँग भेट गर्दै गर्दा स्विस ब्याङ्कमा भएको पैसा चाहिँ यदि नेपालीहरूले लगेर राखेका छन् भने त्यो अवैध पैसा हो, त्यसलाई नेपाल फर्काउनको लागि तपाईहरूले सहयोग गर्नुपर्छ भनेर भनेका थिए। हो त्यही कुरालाई समेत आधार मान्दै अब त्यहाँको पैसा पनि ल्याउने प्रक्रिया अगाडि बढाउनुपर्छ भने नेपालका नेता कर्मचारीहरूले कति चाहिँ भ्रष्टाचार गरेका छन् यसको यकिन तथ्य निकालिवरी त्यसलाई राज्य ढुकुटीमा दाखिला पनि गर्नुपर्छ यदि अवैध देखिएको खण्डमा। यसो भन्दै गर्दा हिजो अस्ति मात्रै सार्वजनिक भएको त्यो सुन सम्बन्धी एउटा काण्डै भनौँ या त मन्त्रीहरूको त्यो 190 तोला सुन, 180 तोला सुन यो देखिएको छ नि त हो। यसलाई पनि छानबिन गर्नु पर्यो। यो पनि सही हो या गलत हो, यो सम्पत्ति शुद्धिकरण भएर आएको पैसाबाट हो या शुद्धिकरण नभएको पैसाबाट हो, यसलाई पनि अनुसन्धान प्रक्रियामा ल्याउनु पर्यो।